भगवानसँग मलाई एउटा नाति होस् भनेर वरदान माग्छु भनेर बाटोमा जाँदै थिए। हेर्नु उताबाट एउटा फलफुलवाला आएको रहेछ। फलफुल किन्न भनेर गएछन्। स्याउ कसरी किलो भन्दा 500 रुपियाँ किलो भनेछ। हेर्नु उनले भने यति महँगो फल त लर भगवानलाई के चढाउने, कहीँ अलि सस्तो पाइयो भने चढाउँला भनेर गएछन्। हेर्नु केराको रेट सोधेको, केराको 400 पुगिसकेछ। हेर्नु त्यहाँपछि अलि पर गएको एउटा बेलाउतीको बुटो थियो। के बेलाउती नै भन्छन् कि यता के भन्छन्, अम्बक पनि भन्छन्, कहीँ के भन्छन् है, ठाउँ अनुसारको भाषा फरक हुन्छ। एउटा बेलाउतीको बुटोबाट एउटा पहेँलो बेलाउती तल खसेको रहेछ, पिलपिल भएको। उनले भने किनेर चढाउनु भन्दा भगवानले खाने होइन, यही लगाएर चढाउँछु भनेर चढाएछन्। हेर्नु लगाएर चढाएपछि पछि भगवानले आशीर्वाद दिनुभएछ, नाति जन्मेछ। नाति जन्मदाखेरि के भएछ, अरू त सबै राम्रो, टाउको चाहिँ पहेँलो, अँठाउँदा गिलिक्क अँठिनी रहेछ। हेर्नु अनि भगवानलाई भनेछन् यत्रो वर्ष कुराएर पनि यस्तो काम नगाजको नाति दिनुभयो भन्दाखेरि भगवानले भन्नुभयो अरे बेलाउती कस्तो चढाइदिस् तैँले र कस्तो पाउँछ जस्तै। त्यही भएको हुनाले मान्छेले के छ भन्दाखेरि दिन्छ थोरै, आशा गर्छ धेरै। हेर्नु त्यही भएर विदुरजीले के भन्नुहुन्छ त भन्दा बाबु यही जन्मको मात्रै नहेर, पूर्व जन्म पनि हुन्छ मान्छेको। भगवानले भन्नुहुन्छ नि अनेक जन्महरू मान्छेका हुन्छन् तर हामीलाई थाहा हुँदैन। त्यही भएर भनेको छ नैवा कृति फलति नैव कुलम न शीलम विद्यापि नैव न च यत्न कृतापि सेवा भाग्यानि पूर्व तपसा खलु सञ्चितानि काले फलन्ति पुरुषस्य यथैव वृक्षा। अरे ल हेर्नु नैवा कृति राम्रो सुन्दर रूप भएर पनि हुँदैन अरे हजुर। नैवा कृति फलति दैव कुलम न शीलम, राम्रो शील स्वभाव भएर पनि केही फल्दैन अरे। राम्रो विद्या पढेर पनि केही पुग्दैन अरे। धेरै यत्नबाट गरेर को सेवाले पनि तुरुन्त फल दिँदैन अरे। भाग्यानि पूर्व तपसा, मान्छेको भाग्य कस्तो लिएर आएको छ र पूर्व जन्ममा कर्म कस्तो गरेको छ। काले फलन्ति पुरुषस्य यथैव वृक्षा, जस्तो प्रकारले वृक्षले समय आएपछि मात्रै फल दिन्छ त्यस्तै प्रकारले पूर्व जन्ममा गरेका शुभाशुभ कर्मले यो जन्ममा फल दिने हुन्। मान्छेलाई त अहिले तुरुन्तै चाहिएको छ। त्यही भएर विदुरजी मान्छे दुखी छ, यो कुरा मान्छेले बुझ्न सकेको छैन। त्यही भएको हुनाले गर्दा भगवान जति दुःख परे पनि जति कष्ट परे पनि भगवानको नाम जप्न कहिल्यै पनि छोड्नु हुँदैन। जपौँ हरिलाई जपौँ हरिलाई यो जीवन भरिलाई जपौँ हरिलाई जपौँ हरिलाई जपौँ हरिलाई यो जीवन भरिलाई जपौँ हरिलाई जपौँ हरिलाई ओ जपौँ हरिलाई यो जीवन भरिलाई जपौँ हरिलाई। जीवन भरिलाई जपौँ हरिलाई जपौँ हरिलाई
सुन्नुहोस् भागवत भगवानको जय जय श्री राधे श्याम। त्यही भएर भगवान सुखदेवजीले आज परीक्षितलाई माध्यम बनाएर सारा संसारलाई एउटा सन्देश दिन खोज्नु भएको छ। त्यही भएर भन्छन् नि सुखमा नमात्तिनु दुःखमा नआत्तिनु अरे। हेर्नु पहिलाका बुढाबुढीले भन्थे नि सुख पायो भनेर सिरक नओछ्याउनु अरे दुःख पायो भनेर बोरा नओछ्याउनु अरे भन्थे क्या पहिलाकाले। त्यही भएको हुनाले सुखमा पनि र दुःखमा पनि जसले भगवानलाई स्मरण गर्न सक्यो भने त्यो नै सच्चा भक्त हुनेछ भनेको छ। ईश्वर अंश जीव अविनाशी चेतन अमल सहज सुख राशि। किन भन्दाखेरि मानव भनेको त्यो ईश्वरको अंश नै हो अरे। भगवानले गीतामा भन्नुभएको छ द्वामिमौ पुरुषौ लोके क्षरश्चात् क्षर एव च क्षर सर्वाणि भूतानि कुटस्थो क्षर उच्यते। भगवानले के भन्नुभएको छ दुईटा नै पुरुष छन् अरे, एउटा नाशवान र एउटा कहिल्यै नाश नहुने, तर दुवै भगवानका अंश हुन अरे। किन भन्दाखेरि यो संसारमा आएपछि सबैलाई दुःख हुन्छ। हेर्नु हजुरले जति भगवानले अवतार लिनुभयो, भगवान श्री कृष्णको अवतार भयो। हजुरलाई थाहा छ नि भगवान श्री कृष्णको जन्म नै जेलमा भएको थियो। एउटाले जन्माए अर्काले ल्याएर पालन पोषण गरे। आफ्नो मामा नै सबैभन्दा ठुलो शत्रु थियो भगवानको, तर पनि भगवानको मुखमा कहिल्यै पनि हाँसो गायब भएन, जहिले पनि हाँसिरहनुहुन्थ्यो। हेर्नु भगवान रामलाई देख्नुहुन्छ नि भोलि राज्य अभिषेक हुनु थियो, 14 वर्ष वनवासको वर मागिन्। हेर्नु कैकैले राजा जनकलाई हेर्नु, राजा जनकले पनि आफ्नी छोरी त ठुलो राजाको घरमा दिएका थिए नि, तर किस्मत हेर्नु न जिन्दगी वनमा बिताउनु पर्यो। हेर्नु त्यही भएको हुनाले गर्दा भगवानले के उपदेश दिन खोज्नु भएको त भन्दाखेरि यो संसार त दुःखालय हो। गीतामा भन्नुभयो नि दुःखालयम अशाश्वत, बोर्ड लगाइदिनु भयो भगवानले। दुःखको आलय भनेको घर। जब दुःखको घरमा गएपछि त अनेक प्रकारका दुःख मान्छेलाई प्राप्त हुन्छन्। यो संसार भनेको नक्कली हो। हेर्नु जब नक्कली संसारमा आइन्छ भने दुःखहरू पनि नक्कली हुन्। एकचोटि के भएछ भन्दाखेरि गर्मीको मौसम थियो, आँप खान मन लाग्यो। आँप खान मन लागेपछि एउटा बच्चालाई पठाएछन् ल बाबु तैँले आँप किनेर लिएर आएको भनेर। बच्चा गएछ आँप किन्न। हेर्नु आँप किनेर लिएर आयो। गर्मी छ बाबु बाल्टी हालेर भिजाइदिए, एकछिनपछि खान पर्ला भनेर लगाए। बाल्टीमा हाले, बाल्टीमा हालेपछि आँप खान भनेर गएको त बाल्टीमा माटो मात्रै छ। हेर्नु आँप त नकली रहेछन्। त्यहाँपछि बाउले चाहिँ तँलाई फटा भनेर दोकानदारसित झगडा गर्न गएछन्। हेर्नु गएर भने तैँले मेरो बच्चा देखेर तैँले ठगिस्, माटाका बनाएका आँप दिएर पठाइछस् तैँले भनेर लडेछन्। हेर्नु लडेपछि आँपवालाले भन्नु माथि बोर्ड हेर्नुहोस् न पहिला हजुर, नकली सजाउने आँपको दोकान भनेर लेखेको रहेछ। हेर्नु जब तपाईँले बोर्ड पढ्नु भयो भएन भने मलाई के को दोष दिनुहुन्छ? मैले त बोर्ड लगाएर बसिया छु नि नकली फलको दोकान भनेर। तपाईँले बोर्ड हेरी हेरी नकली फलको दोकानमा आफ्नो छोरालाई पठाउनुहुन्छ। माटाका आँप तपाईँको छोराले लगेर बाल्टीमा भिजाउँछ, भिजाउनै नहुनु पर्ने, आएर तपाईँ मसित लड्नुहुन्छ भनेर दोकानदारले भनौँ। त्यस्तै प्रकारले जब भगवानले बोर्ड लगाइदिनु भएको छ दुःखालय भनेर भनेपछि तपाईँले गुनासो किन गर्नुहुन्छ मलाई दुःख भयो भनेर? गुनासो गर्ने ठाउँै छैन। यहाँ त सबै प्रकारका दुखी छन्। कोही तन दुखी, कोही मन दुखी, कोही धन बिन रहत उदास, थोड़े थोड़े सब दुखी सुखी राम के दास। कोही तन दुखी छन्, कोही मन दुखी छन्, कोही धन बिन उदास छन्। हेर्नु यो संसारमा आएर सुख पाएको कसैको कथा छैन। नचेन्द्रस्य सुखम कश्चित् न सुखम चक्रवर्ती न सुखमस्ति विरक्तस्य मुने रेकान्त जीविन भनेर भनेको छ। नचेन्द्रस्य सुखम कश्चित्, इन्द्रलाई पनि सुख छैन अरे। नचेन्द्रस्य सुखम कश्चित् न सुखम चक्रवर्ती न, चक्रवर्ती राजा भए पनि उसलाई सुख छैन। गएर सोध्नुहोस्, उसको आत्मीय साथी भनेर सोध्नुहोस्, अनि बल्ल बताउँछ। मान्छेले के बजारमा माइक लिएर प्रचार गर्दै हिँड्छ र मलाई फलानु दुःख छ भनेर? कसैले भन्दैनन्। सबैभित्र दुःख छन्, तर मनमा पीर भए नि मायालु मुसुक्क हाँसन भने जस्तो मनमा पीर भोगेर पनि मान्छेहरू मुसुक्क हाँसेर हिँडेका छन्। हेर्नु
त्यही भएको हुनाले भगवानले भन्नुहुन्छ यो संसारमा दुःख छ, तर यो संसारमा आएर पनि जसले भगवानको परीक्षामा पास हुन्छ भने त्यो विद्यार्थी मात्रै पास भनेर मानिनेछ। त्यही भएको हुनाले गर्दा भन्छन् नि, म त चप्पल नभएर रोएको थिएँ, पर गएको एउटा मान्छेको त खुट्टा नै रहन्छ ल हेर्नु, ऊ खुट्टा नभएर पनि हाँसेको छ, म चप्पल नभएर रोएको छु हेर्नु। त्यही भएको हुनाले गर्दा मान्छेले आफ्नो मनलाई बुझाउन सक्नुपर्छ हेर्नु। किन भन्दा मन यस्तो चिज हो जसले मनलाई बुझाउन सको, मन के हारे हार हे मन के जीते जीत, मन ही मिलावत राम से मन ही करत फजित भनेर भनेको छ। जसले मनलाई जित्न सको, मनलाई चित्त बुझाउन सको, त्यो मान्छे नै यो संसारमा सुखी हुन्छ। तर यो संसारमा वास्तविक सुख चाहिँ छैन विदुरजी भनेर बताउन थाल्नु भयो हेर्नु। त्यही भएको हुनाले गर्दा जसले आफ्नो मनलाई बुझाउन सको त्यो मात्रै यो संसारमा सुख हुन्छ। जसले भगवानलाई स्मरण गर्न सक्यो, जसले सबै आफ्ना कर्महरू गएर पनि आफ्नो भूमिका निर्वाह गर्न सक्छ। यो संसार भनेको त एउटा फिल्म जस्तै हो हजुर हेर्नु। फिल्ममा हुन्छ नि, एउटाको बाउ बन्छ, एउटा आमा बन्छन्, एउटा हिरो बन्छ। जसले आफ्नो आफ्नो भूमिका राम्रो तरिकाले निभायो भने त्यो फिल्म सुपर हिट हुन्छ क्या। तर जब फिल्म सकिन्छ, न कोही कसैको बाउ हुन्छ, न कसैको छोरा हुन्छ, न कसैको नाति हुन्छ, केही पनि हुँदैन। त्यस्तै प्रकारले हामीलाई भगवानले एउटा अभिनय दिएर पठाउनु भएको छ। किन भन्दाखेरि छोरो भएर जन्मेपछि छोराले निभाउने कर्तव्य निभाउन सक्नु पर्यो। भगवान रामले पनि जब आउनुभयो अवतार लिएर, प्रातःकाल उठेकै रघुनाथा मातु पितु गुरु डाबै माथा भनेर भनेको छ। भगवान राम पहिला उठेर गएर आफ्ना बुवा आमालाई र गुरुलाई ढोग्नुहुन्थ्यो। त्यत्रो ठुलो परमात्माले के बा आमा र गुरुलाई ढोग्नु पर्ने थियो? तर उहाँले संसारको नियम छोड्नु भएन। त्यही भएको हुनाले गर्दा छोरो भएर जन्मियो भने आफ्ना बाउ आमालाई गर्नुपर्ने कर्तव्य गर्नु पर्यो। बाउ आमाले छोराछोरीलाई गर्ने कर्तव्य गरियो भने र सबै भूमिका राम्रो तरिकाले निभाइयो भने माथि गएपछि भगवानले स्याबास दिनुहुन्छ, बाबु तँलाई मैले एउटा अभिनयको एउटा फिल्मको पात्र बनाएर पठाएको थिएँ, तैँले राम्रो अभिनय गरिस्, तेरो जिन्दगी सफल भयो, तँलाई अब यो संसारमा फेरि फेरि जान पर्दैन, त मेरो कृपा पात्र बनिस् भनेर भगवानले आशीर्वाद दिनुहुन्छ। त्यही भएको हुनाले गर्दा नाम जप कहिल्यै पनि छोड्नु हुँदैन। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय।